चलचित्र गौँथलीले नेपालमा राम्रो व्यापार गरेपछि विदेशमा समेत चलचित्रको डिमान्ड बढेको छ। प्रदर्शन भइरहेको अन्य देशहरूमा समेत गौँथलीले राम्रो व्यापार गरेर लगानीकर्तालाई राहत दिएको छ। गौँथलीको अस्ट्रेलिया र अमेरिका प्रदर्शनको रिपोर्ट अबको क्रममा। नेपालमा राम्रो व्यापार गर्दै दर्शकको मन जितिरहेको चलचित्र गौँथलीले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली दर्शकमा उस्तै आत्मीयता बटुलिरहेको छ। यस्तै एउटा सुन्दर दृश्य देखियो अस्ट्रेलियाको सिडनी स्थित हन्ट्सबरीको इभेन्ट सिनेमामा। यहाँ चलचित्र हेर्न नेपाली दर्शकहरूको बाक्लो उपस्थिति रहेको छ। हलमा दर्शकको चहल पहल र उत्साह हेर्दा लाग्थ्यो परदेशमा बसे पनि नेपाली चलचित्र प्रतिको माया भने उस्तै नै छ। अस्ट्रेलियामा गौँथलीको प्रदर्शनको व्यवस्थापन नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले गरेका छन्। चलचित्र हेरेपछि अधिकांश दर्शकले गौँथली आफूलाई मन परेको प्रतिक्रिया समेत दिएका छन्। भावुक बनायो रोएँ म त। एकदम राम्रो लाग्यो, इमोसनल पनि भयौँ। एकदम नेपालको अब पहिलाको स्टोरी होइन, एकदम राम्रो थियो, राम्ररी रिप्रेजेन्ट गर्नुभएको थियो। मन पर्यो, म त सुरुदेखि रोएँ। एकदम राम्रो लाग्यो। फ्यान्टास्टिक दामी एकदम दामी थियो। सुरु भएदेखि रोक्दै लास्टसम्म रुँदा गलेमा आज गाउँको कथाहरू होइन तपाईँको मलाई चाहिँ एकदम रिलेट गरेँ मैले चाहिँ होइन पहिलाको जमानासँग। गौँथली हेर्न अस्ट्रेलियामा रहेका निर्देशक शोभित बस्नेत पनि इभेन्ट सिनेमामा पुगेका थिए। नेपालमा गौँथलीले गरिरहेको राम्रो व्यापारप्रति खुसी देखिएका शोभितले अस्ट्रेलियामा पनि नेपाली दर्शकले चलचित्रप्रति देखाएको माया र साथका लागि आभार व्यक्त गरे। गौँथली चाहिँ सबै वर्गको लागि रहेछ भन्ने मैले आज थाहा पाएँ र राम्रो पनि लाग्यो र म चाहन्छु अस्ट्रेलियाभरि अहिले गौँथली लागिरहेछ, भयङ्कर रूपमा लागिरहेछ। अस्ट्रेलियाको नम्बर 1 नेपाली फिल्म बन्न आँटिसकेको छ। यसको लागि शुभकामना दिन चाहन्छु र यसको वितरक नमस्ते इन्टरटेनमेन्ट छ, जसले नेपाली फिल्महरू खुब ल्याउनुहुन्छ अस्ट्रेलियामा। अहिले बिचमा ग्याप भएको थियो, त्यो ग्याप चाहिँ आज गौँथलीले पुरा गरिदिएको छ। खुसी लागिरहेछ।